सबैलाई नेप्से आइटी युट्युब च्यानलमा स्वागत छ। यो च्यानलमा हामी टेक्निकल एनालाइसिस अनुसारले स्टकहरू बारेमा एनालाइसिस गर्छौं र कुन बेला बाइ गर्छौं, कुन बेला सेयर गर्छौं, कस्तो भएको कन्डिसनमा मात्र हामी बाइ गर्छौं र कुन टार्गेटमा पुग्दाखेरि हामी सेल गर्छौं भनेर एनालाइसिस गर्छौं र आज हामी ACLBSL को फुल डिटेल टेक्निकल एनालाइसिस गर्न लागिरहेको छौं। यो एनालाइसिसमा हामी हेर्छौं कि पहिलाको बियर मार्केट कतिसम्मको थियो र बुल मार्केट कति टाइमसम्म गएको थियो र अहिलेको सिनेरियो के भइरहेको छ र अब आउन सक्ने पोसिबल बुल मार्केट चाहिँ कुन बेला चाहिँ हुन सक्छ भनेर पनि हामी एनालाइसिस गर्छौं र त्यसपछि अब हाम्रो यो भरिमा कहाँ चाहिँ हाम्रो प्राइसको लागि मेन सप्लाईहरू छ र अर्को कुन एरियामा चाहिँ सप्लाई छ भनेर पनि हेर्छौं र अब सुरु गरौं। फर्स्टदेखि नै हेरौं। अहिले एकैचोटी यो चार्ट हेर्दाखेरि के भइरहेको जस्तो हुन्छ। म यो चार्टलाई वान बाइ वान गरेर सबै डिटेलमा एक्सप्लेन गर्नेछु। लास्टसम्म यो भिडियोलाई हेर्नु होला। ACLBSL को पहिलाको टाइमदेखि हेर्छौं भने पहिला यो बुल मार्केटमा गएको थियो। त्यसपछि चाहिँ बियर मार्केटमा स्विच भयो। त्यसपछि सानो बुल मार्केटमा पनि गएको छ र त्यसपछि फेरि तल आइरहेको छ। अब यो भरिमा के भयो र के हेर्न सक्छौं भनेर हेर्दाखेरि पहिला बुल मार्केट भयो। त्यसपछि बियर मार्केट कति टाइमसम्म रह्यो भन्दाखेरि बियर मार्केट 1029 डेज, त्यो भनेको लगभग 2.8 इयर्स, 2 वर्ष 8 महिना जति चाहिँ बियर मार्केटमा थियो। यो ACLBSL चाहिँ डाउन नै थियो। त्यसपछि चाहिँ के भयो भनेर हेर्छौं भने त्यसपछि चेन्ज अफ क्यारेक्टर भयो। चेन्ज अफ क्यारेक्टर भन्नुको के हो भन्दाखेरि चेन्ज अफ क्यारेक्टर भनेको पहिला यो बुल मार्केटबाट बियर मार्केटमा शिफ्ट भयो र पछि ब्रेकअप स्ट्रक्चर गर्दै डाउन ट्रेन्ड गरेर तल गइरहेको थियो र यो पोइन्टमा आएर चाहिँ चेन्ज अफ क्यारेक्टर भयो। चेन्ज अफ क्यारेक्टर बियर मार्केटबाट अब बुल मार्केट भनेर त्यसरी चेन्ज भयो र यो पोइन्ट चेन्ज भएको देखि यहाँ टपसम्म लिन्छौं भने यसको बुल मार्केटसम्म हेर्छौं भने यहाँ बुल मार्केट हेर्दाखेरि 231 डेजको चाहिँ बुल मार्केट थियो। यो बेला जुन बेला जहाँ पोइन्टमा बाइ गरे पनि प्रफिटेबल नै हुन्थ्यो। यो चाहिँ सिनेरियो थियो र यो चाहिँ कसरी कन्फर्म भयो भनेर हेर्छौं भन्दाखेरि चेन्ज अफ क्यारेक्टर भयो र यसको लागि सपोर्टको लागि हेर्दाखेरि भोल्युम पनि हेर्छौं, हामी RSI हरू पनि हेर्छौं। अब यो पोइन्टमा चाहिँ हेर्दाखेरि यो लोअर हाई थियो र लोअर हाईलाई ब्रेक गर्यो। एउटा ठुलो बुलिश क्यान्डलले ब्रेक गर्यो। अब यो पोइन्ट र यो पोइन्टसम्म हेर्दाखेरि यो पोइन्टसम्म हेर्छौं भने हाम्रो यो पोइन्टमा भोल्युम 25.67 के यो पोइन्टमा आएको थियो र यो लोअर हाईलाई ब्रेक गर्दाखेरि भोल्युम कति आयो भन्दाखेरि 43.25 के को भोल्युम आएको थियो। पहिलाको भन्दा डबल भोल्युम यहाँ पनि नोटिस गर्न सक्छौं। यो लाइन राखेको छु, पहिलाको भोल्युम भन्दा हाई भोल्युम। यो पोइन्टलाई रेजिस्टेन्सलाई ब्रेकआउट गर्दाखेरि राम्रो भोल्युम आएको थियो भनेको मतलब हामी यो पोइन्टदेखि चाहिँ बुल रन सुरु भयो भनेर चाहिँ हामी यसमा चाहिँ कन्फर्मेसन आएको थियो र पहिलाको RSI पोइन्टमा हेर्छौं भने RSI यो पोइन्टमा पुग्दाखेरि 25 जुन 2023 मा RSI 55 थियो र जब ब्रेकआउट भयो यो क्यान्डलसँग हेर्छौं भने 70.92 60 भन्दा माथि गएको भनेको हाम्रो लागि बुल कन्फर्मेसन हो। बुलिश मोमेन्टम आएको छ, बुल पावरहरू आएको छ भनेर चाहिँ हामी थाहा पाउन सक्छौं र यो भरिसम्म सबै पोइन्टले हेर्दाखेरि यहाँ पोइन्टमा चाहिँ बाइ गर्दाखेरि एकदमै राम्रो। यो पोइन्टमा बाइ गरेको भए हामी यो पोइन्टमा बाइ गर्छौं। स्टप लस यो स्ट्रक्चरको थोरै तल राख्छौं र हाम्रो टार्गेट भनेको यहाँको पोइन्टमा सप्लाईसम्म या 1:2 भने पनि पुग्थ्यो, 1:3 भने पनि पुग्थ्यो
र त्यो भन्दा पनि बढी डाइरेक्ट सप्लाई जोनसम्म भन्दाखेरि पनि 1:4 सम्म पनि हामीलाई टार्गेट चाहिँ हिट भइसकेको हुन्थ्यो। यो पोइन्टमा चाहिँ थाहा हुन्थ्यो हामीलाई चाहिँ। अब यो कसरी थाहा पाउने भनेर हेर्दाखेरि टेक्निकल एनालाइसिस अनुसारको रुल्स हुन्छ। अब आफ्नो आफ्नो डिफ्रेन्ट तरिकाको स्ट्र्याटेजी हुन्छ। त्यो अनुसारले चाहिँ अब यो प्राइस एक्सन अनुसारले एनालाइसिस गर्छौँ भने प्राइस एक्सन अनुसारले यो लोवर हाई पनि ब्रेक भयो, क्यान्डल पनि राम्रो छ, बुलिस राम्रो क्यान्डल आएको छ, आरएसआईले पनि कन्फर्मेसन दिएको छ, भोल्युमले पनि कन्फर्मेसन दिएको छ भने चाहिँ हामी यो पोइन्टमा चाहिँ बाई गर्दाखेरि एकदमै राम्रो भयो। अब यो पोइन्टदेखि मात्र बाई गर्न थाल्छौँ भने हामी कति टाइमसम्म यो ट्रेडमा चाहिँ हुन्थ्यौँ भनेर हेर्दाखेरि यो पोइन्टदेखि यहाँ पोइन्टसम्म हामी 119 डेजसम्म चाहिँ हामी बुलिस नै थियौँ। त्यो बेलासम्म वेट गर्नुपर्ने हुन्थ्यो आफ्नो टार्गेट आउनको लागि। लगभग 4 महिना जति चाहिँ भरिमा चाहिँ हाम्रो टार्गेट मिट भइसकेको हुन्थ्यो। र अब आयो, अब चाहिँ के भइरहेको छ भनेर हेर्दाखेरि एकचोटि नेप्सेसँगै बुल मार्केट आयो। अब नेप्से पनि डाउन आएर साइडवेज नै छ। त्यो हिसाबमा स्टकहरू पनि डाउन आएर साइडवेज नै भइरहेको छ। र यो स्टकमा चाहिँ साइडवेज भन्दा पनि 672 डेजसम्म चाहिँ डाउन नै आइरहेको छ। अब डाउन, यसलाई डाउन पनि भन्न सक्छौँ हामी, सानो डाउन। यो एउटा बुल मार्केट पछि त्यसलाई हामी करेक्सन पनि भन्छौँ। अहिलेको लागि चाहिँ सानो बियर मार्केट, बुल मार्केटभित्र पनि सानो बियर मार्केट। अब यही कुरालाई हेर्दाखेरि यो पोइन्टदेखि यहाँसम्म हेर्छौँ फलिङ वेज पनि भन्न सक्छौँ। फलिङ वेज अनुसारले चार्ट प्याटर्नको अनुसारले हेर्दाखेरि फलिङ वेज भइरहेको छ। जब यो पोइन्टमा आयो रेजिस्टेन्स लिएर तल आयो, यो पोइन्टमा आयो बुलिस भएर माथि गयो, अलमोस्ट यो पोइन्टसम्म आयो, फेरि डाउन आएको छ। र फेरि यो पोइन्टसम्म आउँदाखेरि जब यो पोइन्टमा छुन्छ तब रेजिस्टेन्स लिएर चाहिँ तल आइरहेको छ। जब तलको पोइन्टमा छुन्छ तब चाहिँ बुलिस पावर आएर चाहिँ माथि आइरहेको छ। र अहिलेको सिनारियोमा चाहिँ के भइरहेको छ भनेर हेर्दाखेरि पहिला 1400 देखि 1500 सम्म चाहिँ पुगेको थियो प्राइस। लगभग यहाँ 500 को एरियादेखि 1400 देखि 1500 सम्म पुगिसकेको थियो। अबको सिनारियोमा चाहिँ के भइरहेको छ भन्दाखेरि अबको लागि सानो रेजिस्टेन्स एउटा हेर्छौँ भने 1050 देखि 1090 सम्मको रेजिस्टेन्स भइरहेको छ। यो पोइन्टबाट रिसेन्टली रिजेक्ट भएर चाहिँ तल आइरहेको छ। र यो भरिमा चाहिँ अब प्राइस चाहिँ कहाँ छ भनेर हेर्छौँ भने फिबोनाकी अनुसारले यहाँदेखि बुल ट्रेन्डसम्मको लागि हेर्छौँ भने 0.5 993 देखि 877 सम्म चाहिँ गोल्डन रेसियो भन्छौँ। यो गोल्डन रेसियोको भरिमा चाहिँ प्राइस आइरहेको छ। अब यहाँ भरिमा के भइरहेको छ भन्दाखेरि कन्सोलिडेसन भन्छौँ। अब यो पोइन्टमा चाहिँ राम्रो सिनेरियो गोल्डन रेसियोमा चाहिँ आएको छ। यो पोइन्टमा कन्सोलिडेसन अनुसारले अब इन्भेस्टरहरूले चाहिँ यो पोइन्टमा चाहिँ बाई गरिरहेको छ। यो पोइन्ट चाहिँ होल्ड गरिरहेको छ। यो पोइन्टबाट तल गएको छैन भने चाहिँ हामी स्टिल बुल रनमा छौँ भनेर थाहा पाउन सक्छौँ। र अबको सिनारियोमा हेर्छौँ भने पहिलाको जस्तै यो पोइन्टमा जस्तै चेन्ज अफ क्यारेक्टर भनेर यो पोइन्टमा पनि अब डाउन थियो। फलिङ वेजबाट पनि प्राइस ब्रेकआउट हुनु पर्यो र प्लस यो क्यान्डल पनि यहाँ पोइन्टमा चाहिँ क्लोज हुनु पर्यो। अबको आउने क्यान्डल चाहिँ यो पोइन्टमा क्लोज भयो। बुलिस क्यान्डल यो पोइन्टमा माथि क्लोज भयो। यो लाइन भन्दा अराउन्ड 1090 भन्दा माथि क्लोज भयो। प्लस यो पोइन्ट भन्दा पनि भोल्युम माथि आउँछ भने अबको पोइन्टमा भोल्युम हेर्छौँ भने 37.79 के को भोल्युम छ। अब यो भन्दा पनि भोल्युम माथिकै भोल्युम आउँछ भने हाम्रो लागि एउटा कन्फर्मेसन भयो कि अब चाहिँ बुल सुरु भयो। फेरि यो स्टकमा बुल सुरु भयो भनेर क्यान्डल एउटा पछि चाहिँ आउनु पर्ने हुन्छ। अब यहाँ आरएसआई पनि कन्फर्मेसन हेर्छौँ भने आरएसआई को पहिलाको यो पोइन्टसम्म यो सिनारियोसम्म हेर्दाखेरि यो पोइन्टसम्म हामी लाइन मार्क गरेर हेर्छौँ भने यो पोइन्टमा 57.46
RSI थियो भने अब पछि आउँदाखेरि चाहिँ यो पोइन्टमा पुग्दाखेरि त्यो भन्दा पनि हायर हुनु पर्यो हाम्रो लागि 60 भएको झनै राम्रो 60 माथि हुन्छ यो कन्डिसन चाहिँ मिट भयो प्राइसले पनि यो ब्रेक गर्यो यो प्राइस माथि गयो राम्रो बुलिश क्यान्डल भोल्युम पनि राम्रो प्लस RSI पनि 60 भन्दा माथि भयो भने मात्र हामी यो पोइन्टमा चाहिँ एन्ट्री लिन्छौँ अब यो एन्ट्री लिएर हाम्रो लागि स्टप लस थोरै यो रेजिस्टेन्स भन्दा तल राख्छौँ र प्लस टार्गेट भनेको हाम्रो लागि 1400 देखि लिएर 1500 सम्म चाहिँ हाम्रो लागि टार्गेट हुने भयो अब त्यसपछिको मेन टार्गेट भनेको हाम्रो मेन सप्लाई भनेको 1950 पहिलाको सबसे टप हाई नै हो अब अहिलेको लागि हामी अर्को सिनेरियो एउटा हेर्छौं भने पहिलाको बियर मार्केट 1029 डेज छ भने अबको सिनेरियो पनि त्यस्तै अब साइडवेज करेक्सन अनुसारले 1029 डेज सम्म नै रहने हो भने चाहिँ अब चाहिँ बुल मार्केट कुन बेला चाहिँ आउला भनेर हेर्छौं भन्दाखेरि 16 मे 2027 भनेको अराउन्ड 1 इयर 1 वर्ष जति लाग्न सक्छ यो अराउन्ड 8 महिना पनि लाग्न सक्छ कुनै बेला चाँडो पनि हुन सक्छ एउटा एस्टिमेट पहिलाको बियर मार्केट भएको अनुसारले यहाँ पनि करेक्सन भइरहेको टाइम पनि त्यति नै हुन सक्ला कि भनेर त्यो कुनै बेला चाँडो कुनै बेला ढिलो पनि हुन सक्छ 1029 डेज भन्दा पनि माथि लाग्न सक्छ 1029 डेज भन्दा पनि कम लाग्न सक्छ त्यो चाहिँ हुन्छ त्यसपछि चाहिँ फेरि यता 231 डेजको बुल मार्केट आएको जस्तै यहाँ पनि 231 डेजको बुल मार्केट चाहिँ आउन सक्छ अब त्यो यो केस चाहिँ कुनै बेला चाँडो पनि आउन सक्छ कुनै बेला ढिलो पनि आउन सक्छ एउटा चाहिँ लङ टर्म हिसाबले हेर्ने हो भने पछि यस्तो हुन सक्ने केस चाहिँ अहिले पनि रहन्छ भनेर चाहिँ देखिरहेछौँ अब अर्को सिनेरियो एउटा हेर्छौं भने यो स्टक चाहिँ 877 को लेभलबाट पनि प्राइस डाउनतिर क्लोज हुन्छ भने यो पोइन्टमा क्लोज हुन्छ र नेगेटिभ क्यान्डल आएर क्लोज भयो भने यो बेला चाहिँ कुन पोइन्टमा चाहिँ प्राइस आएर चाहिँ फेरि माथि जान सक्ने पोसिबिलिटी हुन्छ भनेर हेर्छौं भने एउटा त यो फलिङ वेज पनि ब्रेक हुने भयो बियरिश नै हुने भयो र अर्को यसको लागि सपोर्ट एरिया भनेको 670 देखि लिएर 750 को एरिया पहिला यो पोइन्टमा चेन्ज अफ क्यारेक्टर भएको थियो यो पोइन्ट देखि चाहिँ बियरिशबाट बुलिशमा शिफ्ट भएको थियो अब यसको लागि यदि यो क्यान्डल भयो र प्राइस यही आउँछ 670 देखि 750 सम्म आउँछ भने बायर्सहरू यो पोइन्टमा चाहिँ आउन सक्ने चान्सेस चाहिँ हाई नै हुन्छ र यो पोइन्टमा हामी यो पोइन्टमा एन्ट्री गर्न सक्छौं 670 देखि लिएर 750 सम्म एक्ज्याक्ट त्यही प्राइसमा गर्नुपर्छ भनेर छैन यो रेन्ज भरिसम्म पनि गर्न सक्छौं र त्यसपछि थोरै आफ्नो स्टप लस कतिसम्म राख्न सक्नुहुन्छ अराउन्ड 15% 20% या यो भन्दा नि तल राख्न पनि सकिन्छ अब आफ्नो रिस्क क्षमता चाहिँ कति छ त्यो अनुसारमा डिपेन्ड हुन्छ कहाँसम्म राख्ने भनेर अब यहाँसम्म राख्ने भने पनि ठिकै छ अब यसपछि पनि यस्तै सिनेरियो चाहिँ यहाँ भयो भने मात्र हामी बाइ पनि गर्न सक्छौं यहाँतिर सेफ बाइ कोर्न पर्छ अलिकति टाइम लाग्छ तर एनालाइसिस अनुसारले भएको केस यो राम्रो कन्डिसन अनुसारले हामी फेरि हेर्छौं यो पोइन्टमा एउटा बुलिश क्यान्डल हेर्छौं एउटा यहाँ रेजिस्टेन्स हुन्छ त्यही कुरा रेजिस्टेन्स हुन्छ बुलिश कन्डिसन आएको केसमा हेर्छौं फेरि RSI लाई पनि कम्पेयर गर्छौं भोल्युम पनि कम्पेयर गर्छौं यो तीनटा केसै कम्पेयर गर्दाखेरि अनि हामीलाई एउटा कन्फर्मेसन आइसकेपछि चाहिँ हामी एन्ट्री गर्छौं त्यो हिसाबमा एन्ट्री गरेर हाम्रो लागि टार्गेट भनेको फर्स्ट टार्गेट 1400 देखि लिएर 1500 नै हुने भयो अब यसपछि अर्को टार्गेटसम्म हेर्छौं भने फिबोनाची अनुसारले हेर्दाखेरि यो पोइन्ट सम्म टप पोइन्ट थियो र यो पोइन्टसम्म लिन्छौं भने हाम्रो लागि अर्को टार्गेट भनेको 2103 2103 1.68 फिबोनाची अनुसारले चाहिँ यो टार्गेट छ भन्छ पहिलाको टप 1950 छ यतिसम्म पनि जान सक्छ है भनेर देखिरहेको छ यो पोइन्टमा एउटा नोटिस गर्नुपर्ने एउटा के छ भन्दाखेरि
अब फिबोनाकीलाई उल्टो अनुसारले हेर्छौँ भने टार्गेट पनि आउँछ भने एउटा रेजिस्ट्यान्स पनि आउँछ 0.618। यहाँ रेजिस्ट्यान्स देखाइरहेको छ 1113 1113 को एरिया चाहिँ हाम्रो लागि रेजिस्ट्यान्स छ। यदि यो भन्दा प्राइस माथि ब्रेक हुन्छ भने अहिलेको लागि चाहिँ हामी एउटा सर्ट टर्म बुलिस पनि जान सक्छौँ। यो पोइन्टमा फेरि रिजेक्सन पनि हुन सक्छ किनकि यो पोइन्टमा चाहिँ सेलिङ भएको छ, त्यही भएर यहाँबाट सेलिङ भएर चाहिँ यो पोइन्टसम्म आएको। यो पोइन्टमा सेलर थियो, यहाँ मात्र सेलर होइन, पहिला पनि यहाँ पोइन्टमा चाहिँ सेलर थियो। 1400 देखि 1500 को एरियामा चाहिँ पहिला पनि सेलर थियो र अहिले पनि छ र पछि पनि हुने चान्सेस चाहिँ हाई नै छ। यदि यो भन्दा पनि माथि क्लोज हुँदै गयो, भोल्युम पनि राम्रै आयो भने चाहिँ हाम्रो लागि टार्गेट भनेको 1950 सम्म हुन्छ। अब यसरी सिनेरियो अनुसारले हेर्छौँ भने अब यो स्टकमा चाहिँ बाई गर्ने कि नगर्ने अहिले बाई लङ टर्म होइन, म अब यो स्टक चाहिँ मलाई ठिक छ, म यसमा एसआइपी गरेर बसिराख्छु भनेर पनि गर्न सकिन्छ। एसआइपी भनेको स्टक अनि एसआइपी भनेको कस्तो हिसाबमा भन्दाखेरि हरेक महिना पछि कति हाल्न सक्नुहुन्छ आफ्नो क्षमता अनुसारले, 10,000, 20,000, 50,000, 1 लाख। अब यो स्टकमा म एउटै स्टकलाई चाहिँ लङ टर्म राखिराख्छु भनेर त्यो हिसाबमा छ भने चाहिँ त्यसरी गर्न सकिन्छ। महिनै पछि हजार 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 त गर्न मिल्दैन, 10,000 मिनिमम 10,000 त चाहिन्छ यहाँ 10 किताको किन्नलाई पनि अराउन्ड प्राइस अनुसारले। अब अहिलेको प्राइस हेर्छौँ भने 950 को छ भनेपछि 9,500 त यसमा लाग्ने भयो। मन्थली बाई गरिराख्न सकिन्छ। त्यो हिसाबमा अब लगभग 10 महिना बाई गर्नुभयो भने पनि 100 किता भइहाल्यो, 12 महिनामा 120 किता। त्यो हिसाबमा चाहिँ बिस्तारै बिस्तारै बाई गर्न सक्छौँ। टार्गेट आउँछ, टाइम लाग्छ, तर स्टक यो स्टकहरू बुलहरू नेप्सेमा बुल आयो, यो आयो, बियरिस आयो भनेर त्यसमा डराउने भन्दा पनि टाइमिङ मिलाउनु पर्यो। यसरी टेक्निकल एनालाइसिस हेरेर यो पोइन्ट आयो, यस्तो भयो, यो भयो, यो एनालाइसिसले यसरी भनिरहेछ, यसलाई अब बुल कन्फर्मेसन आयो, यो पोइन्टदेखि चाहिँ म यहाँ एन्ट्री गर्छु, यहाँसम्म स्टप लस राख्छु, यहाँसम्म टार्गेट राख्छु। अब यो स्टप लस हिट हुनलाई पनि टाइम लाग्न सक्छ, टार्गेट हिट हुनलाई पनि टाइम लाग्न सक्छ। अब त्यति बेलासम्म म वेट गर्न सक्छु कि सक्दैन भनेर चाहिँ आफूले हेर्नुपर्ने भयो। मेरो केसमा म भएको भए चाहिँ अब यसलाई चाहिँ एउटा अलर्टमा राखिदिन्थेँ। मेरो लागि 1100 पोइन्ट आयो भने मात्र म यो चार्टलाई हेर्छु, नत्र अब यो चार्टलाई चाहिँ म हेर्दिनँ अहिले। जबसम्म मेरो कन्डिसन अनुसारले यो चार्टले प्राइसले देखाउँदैन भने म यो स्टकमा चाहिँ एन्ट्री गर्दिनँ। अहिले पनि गर्न त मिल्छ, तर कुनै स्टकमा अहिले आफ्नो स्ट्र्याटेजी अनुसारले भएको छैन भने एन्ट्री नगरेकै राम्रो भनेर भन्छु। अब यहाँ छन त सपोर्ट एरिया, यहाँ पनि छ, प्राइस फेरि यहाँ आयो। अहिले म यो पोइन्टमा सपोज यो पोइन्टमा म अहिले एन्ट्री गर्न सक्छु, अहिले पनि गर्न सक्छु, जुन बेला पनि गर्न सक्छु। यो पोइन्टमा एन्ट्री गरेँ अहिले 950 को एरियामा। अब म स्टप लस यहाँ राखिदिन्छु यो पोइन्टमा। जब यदि कुनै नेगेटिभ क्यान्डल 877 बाट तल क्लोज हुन्छ भने म एक्जिट गरिदिन्छु। यो पोइन्टबाट टार्गेट यो नै हुन्छ, 1400 देखि लिएर 1500 सम्म नै हुन्छ। अब यहाँदेखि यहाँसम्म होल्ड गरिराख्न सक्छु भने मात्र म यसमा एन्ट्री गर्छु। अहिले पनि एन्ट्री गर्न मिल्छ किनकि यो बुल रनबाट चाहिँ अब करेक्सन फेज भनेर चाहिँ देखिरहेको छौँ। स्ट्रङ बाइङ एरियामै आएको छ। अब स्ट्रङ बाइङ एरियामै भए पनि अब हाम्रो लागि बुलिस कन्टिन्यू हुने चाहिँ कन्डिसन आछ कि छैन भनेर त्यो हिसाबको चाहिँ हाम्रो लागि कन्फर्मेसन त चाहियो। त्यसपछि अब एउटा टेक्निकल एनालाइसिस अनुसारले के हेर्छौँ भन्दाखेरि हाम्रो प्रोबेबिलिटी कति आउँछ। हामी यो स्टकमा चाहिँ एन्ट्री गर्छौँ भने चाहिँ हाम्रो लागि अब प्रोबेबिलिटी कति हुन्छ, हामी प्रफिटेबल हुन्छौँ कि हुँदैनौँ, यो स्टकमा छिर्यो भने हामीलाई कतिको रिस्क रिवार्ड आउँछ। हामीलाई लगभग म 10% को रिस्क लिन्छु भने मलाई 20% आउँछ कि पछि टार्गेट हिट हुँदाखेरि या 30% सम्म आउनु प्रोबेबिलिटी छ। त्यो हिसाबले चाहिँ हेर्छौँ।
जबसम्म 1:2 1 लगाएर 2 आउँदैन त्यतिसम्मको टार्गेट छैन र पोसिबिलिटी छैन भने चाहिँ म यो स्टक या जुनसुकै स्टक भए पनि म एन्ट्री चाहिँ गर्दिनँ। अब यो हिसाबमा चाहिँ आफूले पनि कस्तो हिसाबको आफू ट्रेडर हो या इन्भेस्टर हो त्यो चाहिँ आफूले डिफाइन गर्नुपर्ने भयो। यो स्टक पनि राम्रो नै छ। अब पछिको सिनेरियो हेर्दाखेरि 2027-16 मे एउटा सिनेरियो पोसिबल हुन सक्ने बुल मार्केट। अब यो 231 डेज 232 डेज या कतिसम्म त्यो आफ्नो पछिको बुल रन अनुसारले कुनै बेला अलिकति लामो पनि हुनसक्छ, कुनै बेला छोटो पनि हुनसक्छ। अब मोस्टली यहाँ हाम्रोमा चाहिँ हुनेवाला कस्तो छ भन्दाखेरि 1029 डेज बियर मार्केट हुन्छ, 231 डेज बुल मार्केट। अब यहाँ यही कुराले पनि हामीलाई थाहा हुन्छ कि यहाँ स्टकहरुमा चाहिँ यो क्विक इन्स्ट्यान्ट रिचवाला त्यो सिनेरियो चाहिँ छैन। अहिले राखेर म भोलि पर्सि निकाल्छु भनेर यो हाम्रो नेप्सेमा चाहिँ छैन। यसमा हामी इन्ट्राडे गर्नको लागि चाहिँ अलिकति यहाँ टाइमिङ मिलाउनु पर्ने हुन्छ। इन्ट्राडेवाला चाहिँ अलिकति डिफिकल्टी नै छ। हाम्रोमा इन्ट्राडे पनि छैन किनकि अहिले हामी बाई गर्छौँ। अहिले आज बाई गर्यौँ भने हाम्रो खातामा आउनलाई पनि टाइम लाग्छ। अब त्यसपछि अब फेरि प्राइस माथि पनि जानुपर्ने हुन्छ त्यो बेलासम्म। त्यो टाइमिङ मिलाउँदासम्म अब सेल गर्ने टाइमिङ मिलाउँछौँ। फेरि स्टक सेल गरेर आफ्नो एकाउन्टमा आउनसम्म फेरि 3 डेज लाग्छ। त्यो हिसाबमा चाहिँ हाम्रोमा अहिलेलाई इन्ट्राडे चाहिँ छैन भनेर त्यो हिसाबमा हामी विकली अलि लङ टर्मवाला मिड टर्मदेखि लङ टर्मसम्मको टार्गेटलाई हेरौँ न। अब हाम्रो इन्भेस्टमेन्ट पनि त्यसरी नै मिलाउँ न। त्यो हिसाबमा चाहिँ सिनेरियो थाहा पाउनुपर्ने भयो। यो स्टकमा अहिले इन्भेस्ट गर्ने कि नगर्ने र कुन बेला चाहिँ इन्भेस्ट गर्ने भनेर पनि थाहा पाउनुपर्ने हो। अब यदि 1090 अगाडि नै चाँडै क्लोज हुन्छ, योभन्दा पनि प्राइस माथि क्लोज हुन्छ, राम्रो भोल्युमले राम्रो आरएसआईले क्लोज हुन्छ भने म अहिले नै म एन्ट्री गर्छु। टार्गेट आउन सक्छ ढिलो चाँडो तर कन्फर्मेसन त हुन्छ कि यो पोइन्टबाट चाहिँ यहाँ 1400 सम्म 1500 सम्म पुग्ने चान्सेस हाई भयो। पहिला 40% थियो भने अब 80% भयो। 20% त फेरि लस हुन सक्ने चान्सेस पनि छ। त्यो हिसाबमा अब आफ्नो एज बनाउने भयो। आफ्नो प्रोबेबिलिटी राम्रो बनाउनको लागि चाहिँ वेट गर्नु चाहिँ पर्ने भयो। अब यहाँ पनि टाइम चाहिँ लाग्छ। यहाँ एनालाइसिस यति नै छ यो भरिमा। अब यो मेन डिमान्डसम्म पुग्नेवाला हो भने चाहिँ 500 सम्म नै छ। अब कसैले यो पोइन्टमा बाई गरेर यहाँसम्म पनि राख्न सक्छ 50%। म 50% लस भए पनि ठिकै छ। मेरो 10,000 को क्यापिटल छ, म राख्छु भने पछि 5,000 भए पनि ठिकै छ त्यो बेलासम्म। अब 10,000 बाट यहाँसम्म पोइन्टमा पुग्दाखेरि 1400-1500 सम्म छ भने 1.2 भने अब यदि 10,000 को मलाई 5,000 फाइदा आए पनि ठिक छ, 5,000 लस भए पनि ठिक छ भनेर राख्नेहरू पनि छन्। नराख्नेहरू छैन, राख्छन्। यहाँदेखि यहाँसम्म राख्ने हो लङ टर्म होला 1-2 वर्ष। कसैले 1 लाख राखिदिला होला। 1 लाख राखिदिला भयो भने यहाँ पुग्दाखेरि मलाई पछि अर्को एक्स्ट्रा 1 लाख या 10,000 हाले पनि मलाई 10,000 प्रफिट आउँथ्यो। मेबी 1 वर्ष 2 वर्ष जति पनि टाइम लाग्न सक्छ। टार्गेट कुनै बेला चाँडो हिट हुन सक्छ, कुनै बेला स्टकहरू फल पनि हुन सक्छ। अब यो भयो एउटा टेक्निकल एनालाइसिसको पार्ट। अब यो भन्दा पनि अर्को यसमा पनि आउँछ फाइनान्शियल एनालाइसिसको पार्ट पनि आउँछ। फाइनान्शियल एनालाइसिस त्यो अलिकति पास हुन्छ। अब टेक्निकल एनालाइसिस अनुसारले चाहिँ हामी यस्तो भएको केसमा चाहिँ हामी बाई गर्छौँ भनेर चाहिँ हुन्छ। वेट गर्नुपर्ने हुन्छ यो बेला पनि। अब राइट टाइम एट राइट मोमेन्ट राइट एनालाइसिस अनुसारले कस्तो भएको छ त्यो अनुसारले अब 2 थरीको इन्भेस्ट गर्नु मिल्छ। योमा भनेको जस्तै पहिला एसआइपी जस्तै राइट टाइम कुर्नु पर्यो। त्यो हिसाबमा पछि म अलिकति एक्स्ट्रा राख्छु। यहाँ राखे पनि यहाँ पनि लस हुन सक्छ, रङ हुन सक्छ। कुनै बेला मार्केट चेन्ज हुन सक्छ, कुनै बेला वार भएर प्राइस डाउन आउन सक्छ,
कुनै बेला केही राम्रो न्युज आएर झन् चाँडै बुल रन जान सक्छ। मार्केटमा भनेको अलिकति अनसर्टेनिटी चाहिँ जहिले पनि हुन्छ, के बेला के हुन्छ भनेर कहिले कसैलाई पनि थाहा हुँदैन। तर मोर प्रोबेबिलिटी यतिसम्म यो एनालाइसिस यहाँ पोइन्टमा हेर्दाखेरि यो पोइन्ट कन्डिसनहरू यो पोइन्टले पनि अब बुल जान्छ भनेको छ, यो पोइन्टले पनि बुल जान्छ भनेको छ, यो प्राइसले हेरे पनि बुल रन सुरु भइरहेछ भनेर थाहा भइसकेपछि यो 7 आउट अफ 10 60 चोटि चाहिँ हामी राइट हुन्छौँ र 3 चोटि चाहिँ रङ हुन्छ भने किन यसमा चाहिँ एन्ट्री नगर्ने। यस्तो भएको सेटअपहरू चाहिँ हामीले खोज्नुपर्ने भयो, वेट गर्नुपर्ने भयो। अब भएको कन्डिसनमा चाहिँ हामी एन्ट्री गरिहाल्ने, कुनै बेला राइट हुन्छौँ कुनै बेला रङ हुन्छौँ। त्यो हिसाबमा चाहिँ एनालाइसिस आजको लागि यति नै छ। अब इन्भेस्टमेन्ट गर्न चाहनुहुन्छ भने चाहिँ यो पोइन्ट चाहिँ वेट गर्नुहोला। 1090 भन्दा प्राइस माथि कन्डिसन, प्राइस क्लोज हुनु पर्यो माथि, क्यान्डल क्लोज हुनु पर्यो, आरएसआई पनि 60 एबभ हुनु पर्यो र पहिलाको भन्दा पनि भोल्युम राम्रो आउनु पर्यो। त्यो भएको कन्डिसनमा चाहिँ एकदमै राम्रो भनेर चाहिँ हामी थाहा पाउँछौँ। अब अरू इन्डिकेटर लगाएर पनि हेर्न सक्छौँ। यो बोलिन्जर हेर्दाखेरि पनि यो बोलिन्जरमा यहाँ पोइन्टमा स्क्विज भइरहेको छ, अरू बेला यति लामो रेन्ज भएको छ, अब अहिले आएर चाहिँ स्क्विज भएर आएको छ। यो भने चाहिँ अब प्राइस माथि पनि जान सक्छ तल पनि जान सक्छ। यो पोइन्टमा कन्फर्मेसन आएको छैन, बोलिन्जरले चाहिँ भनिरहेछ कि अब भोलाटाइल हुन लाग्छ, प्राइस माथि पनि जान सक्ने चान्स देखिरहेछ तल पनि। अब अरू थुप्रै इन्डिकेटर्सहरू छ, अब आफूलाई कतिसम्म राख्दाखेरि चाहिँ इजी हुन्छ। अब प्राइस एक्सन, भोल्युम, आरएसआई तिनवटा इन्डिकेटर्सको कम्बिनेसन राख्दियो, त्यसपछि एनालाइसिस आयो भने पुग्यो, कन्फर्मेसन आयो भने ओके डन। त्यो हिसाबमा चाहिँ इन्भेस्ट गरौँ। अब टार्गेट कसैले यो पोइन्टमै हुन्छ 1400 देखि 1500सम्म, कसैले यो पोइन्टमा बाई गरेको होला, कसैले यो पोइन्टमा बाई गरेको होला, कसैले यहाँ पनि बाई गरेको होला, यहाँ पनि हरेक लेभलमा पनि बाई गरेको हुनसक्छ। कसैलाई एभरेजिङ गर्नु छ या अब कुन पोइन्टमा चाहिँ एभरेजिङ गर्दाखेरि हुन्छ भन्दाखेरि अब यही पोइन्टमा पनि एभरेजिङ गर्न मिल्छ। 877 देखि 993 सम्म पनि एभरेजिङ गर्न मिल्छ। अब होइन यो पोइन्टभन्दा पनि तल आयो भने 67 देखि 750 सम्म अब एभरेजिङ गर्ने पनि अब आफूले रिस्क लिन सक्छु कि सक्दिनँ। एभरेजिङ भनेर पहिला बाई गरेको भन्दा पनि धेरै बाई गर्ने चाहिँ होइन, तर आफूले रिस्क लिन सक्छु कि सक्दिनँ भनेर त्यो हिसाबको छ भने मात्र एभरेजिङ गर्ने होइन। अब एभरेजिङ गरेर यति लस भयो भने ठिकै छ भनेर छ भने चाहिँ एड गर्दा नि हुन्छ, जुनै पोइन्टमा गरे नि हुन्छ। एसआइपी भनेको पनि त्यस्तै हो, एभरेजिङ भइरहेको छ, कुनै बेला यो पोइन्टमा बाई गर्दा फेरि यो पोइन्टमा बाई गर्छ, एक महिनामा यो पोइन्टमा बाई, यो पोइन्टमा बाई, यो पोइन्टमा बाई गर्दा 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 हाम्रो एभरेज यहाँसम्म आयो भने पनि यो पोइन्ट क्रस भयो भने माथि नै प्रफिट हो। यसरी पनि थुप्रै तरिकाले गर्न सकिन्छ आफ्नो इन्भेस्टमेन्ट। अब ट्रेडिङ गर्ने हो भने पनि यो पोइन्टमा हो, अब इन्भेस्टमेन्ट गर्ने हो भने जुन पोइन्टमा पनि गर्दा नि हुन्छ। लेभल्सहरू मैले भनिदिइहालेँ। अब आफूलाई कुन बेला चाहिँ यो कन्फिडेन्ट आउँछ, कति लुज गर्न सक्छु भनेर त्यो हिसाबको छ भने मात्र हामी इन्भेस्ट चाहिँ गर्न सक्छौँ। म भएको भए चाहिँ यसरी गर्थेँ भनेर एनालाइसिस भयो। अब थ्याङ्क यू सबैलाई। अब नेक्स्ट पार्टमा अब हामी अर्को स्टकको एनालाइसिस गर्नेछौँ। नेप्से आइटीलाई सब्सक्राइब गरिराख्नु होला। यस्तै स्टकको एनालाइसिस र कसरी इन्भेस्ट गर्न सकिन्छ, ट्रेडिङ गर्न सकिन्छ भनेर मेरो पर्सपेक्टिभ अनुसारले, कसैलाई रिकमेन्डेसन होइन यो कि यो पोइन्टमा चाहिँ बाई गर्नु भयो भने चाहिँ प्रफिटेबल हुन्छ। यो मेरो लागि चाहिँ आफ्नो हिसाबमा चाहिँ एनालाइसिस चाहिँ यस्तो हुन्छ, यसरी चाहिँ बाई गर्न सक्छौँ भनेर मेरो आफ्नो ओपिनियन भयो। अब यसमा फलो गर्ने नगर्ने आफूले पनि टेस्ट गर्नु होला, कस्तो छ के छ हेर्नु होला। मैले चार्टमा भनेको कुराहरू कहाँ छ के छ एकचोटि चार्ट खोलेर पनि हेर्नु होला। हस् त, थ्याङ्क यू सबैलाई।